हिमालको काख म्याग्दीको त्यो दुर्गम नागी गाउँ जहाँ अभावले नै लेखेको थियो मान्छेको नाउँ। तर एउटा यात्री सपना बोकी गाउँबाट उनी निस्किए नेब्रास्काको सहरमा ज्ञान र सिपले खारिए। सुकाको मल त्यागेर उनी आफ्नै पाखा फर्किए। गुराँस पुल्ने पाखाहरूमा प्रविधिको बिउ छर्किए। न तार थियो, न खम्ब थियो, न बिजुलीको भर, तर अठोटले पुर्याए डाँडा काँडामा इन्टरनेटको लहर। आविष्कारको दियो बाल्न काठमा झोला भिरे, युवाको पसिना स्वदेशमै रोक्न गाउँ बेसी तिरे। पुरानो जुत्ता सादा भेष, मनमा देशको माया, उनकै कारण आज नेपाली प्रतिभाले पायो शीतल छाया। कृषि औजार बिउजाउने नयाँ प्रविधि रोज्ने उनी हुन् ती योद्धा जो सधैँ देशको भविष्य खोज्ने। पुरस्कारको लोभ छैन, पदको उनलाई मोह छैन, कर्म नै धर्म ठान्नेलाई कुनै बाधाले रोक्ने छैन। कहिले मन्त्री, कहिले सांसद, कहिले आविष्कारको सेना, नेपाल आमाको मुहार फेर्न उनले कहिल्यै थकाइ लिँदैनन्। सलाम छ त्यो कर्मयोगीलाई, सलाम छ त्यो साहसलाई, जसले सिकाए नेपालीलाई आफ्नै खुट्टामा उभिनलाई, जसले सिकाए नेपालीलाई आफ्नो खुट्टामा उभिनलाई। धन्यवाद।